यस्तो रेखा कुल्चेर वा नागेर रोटेट गर्नु हुँदैन। गरेमा दुर्घटना हुने धेरै सम्भावना हुन्छ। यस रेखाको नमुना तल चित्र नम्बर 3 मा दिएको छ है। यसलाई करिब करिब ट्राफिकले कस्तो परिभाषा दिएको छ भने यो इटाको वाल जस्तै मान्नुस् यसलाई भन्ने। इटाको वालतिर गाडी लगाउनु ठोकिन्छ नि, निश्चित छ यो त पुरै है। हो त्यसले गर्दाखेरि यो वाललाई कटाएर चाहिँ हामी